यदि बाइक चलाउन जान्ने नै हो प्रो भने कुलो हाल्ने नै थिएन के होइन तँलाई बाइक चलाउन आउँछ मैले बुझिसकेको ल यस्तो मोडमा यसरी मोड्ने होइन यस्तो मोडमा यसरी मोड्ने नि होइन खै तँलाई बाइक चलाउन अलिकति सुताउने हल्का ब्रेक थिचेर सर एक्सिलेटर बटार्ने खै जाने अब यो मोडा कसरी मोड्दो रहेछ हेर्दैछु म बाइक पहिला काठमाडौँमा चलाउने गरे है होइन बाइक मलाई डाउट लागिरहेको गाडी उताबाट बसाइरह है हेर उताबाट बसाइरह बाइक नआइरह अरू उता बाइक रोकेर ठाउँमै लगाएर हाल्दै लाग्ने अलिक बिस्तारै ट्याबेहरू माँदो रहेछ पछाडि के आइरह अगाडि बाइक आइरह नि ल यो कच्चीमा तैँले हालिस् त अब तैँले जाने बाइक चलाउनु जाने हो भने यो कच्चीमा किन हालिस् तैँले ल हाइवे हुँदा हुँदै कच्चीमा किन हालिस् आफ्नो बाइक होइन भाइको बाइक अनि ढुट्टो बनाइदिने क्या हजुर पानी खाने रे तेरो नातिले अहिले गल्छीमा त पुगेन भन्दा तिमीलाई झिकेर पनि जेल खानिदिने क्या अब घर गएर के भन्यो भने हजुरबाउ तिमीले खर्च किन नपठा भनेर ल्याङ गर ल मान्छेलाई बाटामा भोक लगाएर कस्तो यार कसैले पनि केही खाँदैन भन है उताबाट नि जम्मा 120 रुपियाँ पठाइदिएको थियो भन त्यो नि खाइहाल्ने भन है आइफोन चाहिँ चाहियो आइफोन चाहिँ भन है 13 प्रो म्याक्स आइफोन 13 प्रो म्याक्स होइन बच्चालाई 30 नै हुन्छ 16 प्रो म्याक्स पठाइदिनु 17 प्रो म्याक्स भन्ने नभए मलाई मोबाइल चाहियो म घरै छोडिदिन्छु भन्ने क्या त्यसो भएपछि मोबाइल जस्तो नि किनिदिँदैन अहिले गएर हजुरआमालाई बोला भाँडी खाना मैले मोबाइल किनेर छैन है मलाई के भन्छ सागो त खान्न म मैले कहिले पनि खाने गरेँ होइन भन नि फेरि है कहिले पनि खाएन मैले राया मासु मलाई खान नि हुँदैन खसी काटिदिएर खान्छु नत्र मलाई किन बोलाइस् त मामाहरू
भन है एउटा मैले खसी मासु नि खाउनु नसक्ने औकात छैन भने किन बोला त मलाई मामार भन है मलाई खसीको मासु त चाहिन्छ भन है अनि खसीको गेडा कस्तो हुन्छ थाहा नि खसी गेडा म चिन्छु खसी काटेन भने त म त मासु खान्न नि मुजी भन है खसीकै गेडा चाहिन्छ मैले चिनेको भन है म कुखुराको नि खान्न राँगो नि खान्न म त खसी भए चाहिँ खान्छु नत्र अरू त खाँदै खान्न बरु मलाई घर पुऱ्याइदिए आजै फर्काइदिए घर भन है अनि आज चाहिँ लोकल भाले काट्ने भने काटेन भने म त आज बस्दिनँ म अन्त्य जान्छु म माघारतिर गएर खान्छु हाम्रो घर सन्देश मामा घर गएर खान्छु भन है हस् भाले काट्न राखेर के सन्देश मामा त्यो मान्छे को भन्छ त्यो कालो मान्छे केटा मान्छे कालो मान्छे हजुर दिपेन्द्र काका काका अरे अनि भोटे भान्जालाई के खुवाउन राखेको था घिउ खुवाउन राखेको घिउ किनेर राखेको आमाले घिउ घिउ किनेर राखेको बिस्कुट क्रिमवाला राखेको अनि सन्तोष मामाले माछा लिएर आउँछु भने अनि लुगा लिएर छैन नि लुगा हालिदिने कि नहालिदिने आमा मलाई भन है फेरि हालिदिने भने दसैँमा मामाले त छुट्टै हालिदिन्छु भने मामाले काठमाडौँबाट छुट्टै लिएर आइदिने रे आमाले भोलितिर गजुरी लगेर हालिदिने रे जुत्ता प्यान्ट टी सर्ट हालिदिने अनि क्याप पनि किनिदिनु भने आमाले क्याप अझै 4वटा 5वटा भने नि हुन्छ क्याप घरमा भए त घरमै लाउने नि यता मामाहरू किनिदिनु परेन न किन बोला त तिमीलाई लुगै हालिदिनु नसक्ने भए 6वटा किनिदिने अनि के भने घर पठाउने बेला एउटा साइकल किनेर पठाइदिन्छु भान्जालाई